Hello everyone, welcome back to my channel and another video. आज हाम्रो रहेको छ मौ पूजा अनि यहाँ मौ पूजाको तयारी हुँदैछ अनि भाइले यहाँ रंगोली बनाउँदैछ। देख्न सक्नुहुन्छ रंगोली बनाउँदैछ यहाँ अनि म फेरि अरु तयारी गर्दै छु। अनि यो रंगोली बनाएर भ्याएपछि भाइले हामी सबैको लागि 4 जनाकै लागि यहाँ रंगोली बनाउँदैछ। अनि नानीले स्टार वाला रंगोली भन्दैछ 5 जना अनि यहाँ भाइले बनाउँदैछ। देख्न सक्नुहुन्छ कति राम्रो भएको छ। रंगोली बनाएर पनि सकिसकेको छ अनि अब यता भगवानहरुलाई पूजा गर्ने तयारी हुँदैछ अनि यता पूजा गर्दैछ भाइले। आज बा पूजाको दिन भिडियो लङ हुने भएकोले मैले यहाँ भिडियो फास्ट बनाएको छु थोरै। अनि आज नानीको बाबा ड्युटीबाट आउँदा लेट हुन्छ, राति 10:30 यस्तै हुन्छ टाइम, त्यही भएर पूजा पनि लेट भयो। हाम्रो 11 साढे 11 बजे थियो सबै काम सकाउँदाखेरि। अनि यहाँ भाइले सुरुदेखि पूजा गर्दैछ। अनि यहाँ पाल्सा बत्ती बाल्दैछ दियो अनि यता बालिसकेपछि हाम्रो पूजा लगभग सकिन लाग्यो। इता दिएपछि अनि इता दियो भाइले। अब हामी यहाँ 2 जनाको डिस्कस हुँदैछ। भेटिराख्नु पर्छ भन्छ भाइले अनि मैले फेरि सिक्का पैसा लिएर आएन अनि सिक्का पैसा खै त ढ्याक्क राख्नु पर्यो भन्छ। अनि म फेरि पूजा छोपेर बसिरहेको छु। उता जमजितीमा बत्ती बालिसक्यो भन्छु अनि पहिला यस्तो गर्नुपर्छ अनि फेरि यसो गर्नुपर्छ भन्छ। 2 जनाको कुरा हुँदैछ त्यहाँ। अनि नानीले फेरि यता भोइलो हेरेको हैछ, कपिराइट लाग्छ भनेर मैले भोइस ओभर गरेको छु। पूजा गरेर सक्यो जमजितीलाई अनि भगवानहरुलाई अनि अब म पूजा पुदिदै छु। पहिला नानीको बाबालाई अनि फेरि यता मेरो भाइलाई टीका लगाउने कार्यक्रम सुरु हुँदैछ। अनि फेरि नानीको पालो आउँछ। भिडियो लामो हुने भएकोले मैले थोडा फास्ट बनाएको छु। नानीले त टीका नलगाइदिनुस् भन्दैछ अनि टीका लगाएर पनि सकिसक्यो। अब म फुलले घता लगाउन जाँदै छु अनि खै कस्तो सिधा सुल्टो गरे कि कस्तो गरे यस्तै हो जस्तो लाग्छ मलाई। अनि 3 पटक मैले गरिसके अनि ढाड दुख्यो भन्दै छु अनि 2 चोटी गरेर उता गएछु फेरि फर्केर आएर फेरि अब भाइको पालो आयो अनि भाइलाई पनि सेम त्यस्तै नै गर्ने। अनि त्यहाँ ओखर अनि औँठी खोज्दैछ भाइले। फुल भएन भन्दा फेरि फुल माथि राख्दैछ टाउको माथि। अनि अब आयो नानीको पालो। नानीलाई फेरि उल्टो भएछ क्या, माथिदेखि तल भएछ कि खुट्टा कसो गरे आत्तेर। फर्स्ट टाइम यसरी हामीहरु एक्लै यसरी मनाएको सबै भाइ टीकाहरु भा पूजा अनि मौ पूजा पनि भन्ने गरिन्छ। अब आयो मेरो पालो अनि मलाई फेरि भाइले गर्यो अहिले फर्स्ट टाइम। अनि नानीले पूजा बुझिदैछ। रमाइलो भयो अहिले भाइ आएर
भाइसँगको तिहार एकदमै बेस्ट भयो अहिले। नानीलाई पनि सिकाउँदैछ पाजुले। अब फुल घतल्ला गरेर पनि सकियो। अब म यहाँ इँटा बत्ती दिँदैछु, कसो गर्ने हो भनेर यहाँ सोध्दैछु। अनि फेरि अनि यहाँ टेवा दिनुभयो, त्यसपछि म यो बत्ती भुइँमा राखिदिन्छु। तर क्यामेरा मिलेन अझ, तल केही पनि देखिएन अझ। अनि अब फेरि भाइको पालो। अब फर्स्ट टाइम हो, गर्दा गर्दै सिकिन्छ। अनि फेरि अब नानीको पालो। नानीलाई पनि पाजुले सिकाउँदैछ यसो यसो गर भन्दै भान्जीलाई। अब इँटा दिने मेरो पालो। अनि भाइले यहाँ दिँदैछ मलाई। भाइ पनि जान्ने भयो अहिले त, आफै गर्ने भएर। अनि अब यो सबै काम सकिसकेपछि अब म जजनका दिन्छु। अनि यहाँ बेहोरो छोपेर अनि जजनका राखेर दिँदैछु। भाइलाई पनि जजनका दिइसकेँ। अब नानीको पालो। अनि नानीलाई पनि जजनका दिन्छु। अनि यता फेरि जजनका किन घुम्यो यस्तरी भन्दै हुनुहुन्छ त्यहाँ। अनि अब पालो मेरो। अनि मलाई पनि भाइले दियो। अनि भाइलाई फेरि मैले ढोक्दैछु, भाइले ढोकिदिने बेलामा। अनि फेरि रमाइलो भयो त्यहाँ पनि। जजनका पनि लगाइसकेँ। अब म सगुन दिँदैछु। अनि यहाँ सगुन कसरी दिने भनेर अनि त्यहाँ पनि सल्लाह हुँदैछ। अनि यसरी हो कि जस्तो लाग्यो। अनि यहाँ भोइस रेकर्ड गर्दैछु। नानी फेरि हल्ला गरेछ स्कुलबाट आएर। अनि यहाँ फेरि दही बाक्लो भएछ। दहीमा पानी नराखेको यति पनि भन्दै हुनुहुन्छ। अनि सगुन खाने कार्यक्रम पनि सक्यो। हाम्रो भापूजा अब लगभग सकिन लागिसक्यो। अब म यहाँ पूजा गरेको यो रङ्गोली सबै बढार्दैछु। जमर्जी त्यतिर लिजानुपर्छ अरे आज। अनि पहिला बेहोरोले यसरी बढारेर एकै ठाउँले राखेँ पटकमा। अनि फेरि झाडु अनि चक्कु बेहोरो छोपेर फेरि यसरी बढारे। कस्तो भयो खै कमेन्ट गर्नु होला। अनि अब हाम्रो महापूजा सकियो। अनि अब यहाँ बढारिसकेपछि म जमजेते लिएर ओखर फोड्नलाई ढोकातिर जाँदैछु। आज पनि फोड्न पर्छ जस्तो लागेर मैले जमजेते। कस्तो लाग्यो हाम्रो छोटो मिठो महापूजा? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला हाम्रो च्यानललाई।
हस् त धन्यवाद नमस्ते गुड बाई फेरि मिल्नेछौँ हामी नेक्स्ट भिडियोमा तबसम्मको लागि बाई बाई